वेलकम बैक टू माई युट्युब च्यानल। आज पनि म आइसकेको छु आफ्टर लङ टाइम। देख्न सक्नुहुन्छ होइन, म चाहिँ अब यो के अरे ब्लू टी सर्ट अनि त्यसपछि यता जुत्ता सुत्ता लगाएर होइन, कालो प्यान्ट सर्ट लगाएर एकदम रेडी भइसकेको छु। हामी चाहिँ होइन घुम्न जानको लागि। अनि हामी चाहिँ आज कतिजना जान्छौँ भने 3-4 जति हामी आज घुम्न जाँदैछौँ है। अनि आजको भिडियो के हो कस्तो हो चाहिँ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ। हाम्रो सोल्टी पनि एकदम टकाटक भइसक्नुभयो। हेयर स्टाइल देख्न सक्नुहुन्छ, बवाल छ होइन। अनि के अरे सर्ट लगाएर होइन, प्यान्ट स्यान्ट जुत्ता सुत्ता लगाएर एकदम हाम्रो सोल्टी चाहिँ रेडी अवस्थामा है। ल हाम्रो लोकराज सर पनि निक्लिसक्नुभयो घुम्नको लागि होइन। झनै हाम्रो चाहिँ सेम जस्तो छ है त्यो टी सर्ट चाहिँ होइन, जुत्ता सुत्ता लगाएर है कडक खतरा। अनि एक दुई शब्द जाओस् त लोकराज सर, हामी कता जाँदैछौँ? ल आज जाउँ बाहिरतिर घुम्नलाई। यसो हाफ छुट्टी 3-4 दिनको बटर चिकन अब के हुन्छ खाउँ होइन, गएपछि थाहा हुन्छ। अनि हाम्रो रामदाई पनि यता रेडी हुँदै हुनुहुन्छ होइन, टाकटुक्क लाएर एकदम ह्यान्डसम देखिनु भएको छ रामदाई पनि है। बवाल जुत्ता लाउँदै हुनुहुन्छ हाम्रो दाई चाहिँ। एकदम ल देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ 4 जना हिँडिसकेको छौँ होइन। ड्याङ लाएर होइन रेडी भएर अब हामी यहाँबाट अलिकति अगाडि जान्छौँ। गएर त्यहाँ मेन रोडमा पुगेपछि एउटा ट्याक्सी पक्रेर अनि त्यसपछि हामी यहाँबाट सिधा सर जान्छौँ होइन। हामी चाहिँ अहिले यहाँ छौँ होइन, देख्न सक्नुहुन्छ। सोल्टी, हाम्रो सोल्टी फेरि जे देख्यो त्यसलाई गीत बनाइदिनुहुन्छ। सोल्टी चाहिँ एउटा ट्याक्सी पक्र्नको लागि एकदम तयार अवस्थामा हुन सक्नुहुन्छ। दर्शक बिना देख्न सक्नुहुन्छ। गोलकिपर त्यो हुन्छ नि, गोल समाउनु बसेको हुन्छ नि, म त्योभन्दा पनि खतरामा एक्टिभ भएर पनि छु। आइसकेको छ होइन, हाम्रो आँखा झुक्दैछ। ट्याक्सी पनि आइसकेको छ, देख्न सक्नुहुन्छ साथीहरू होइन। मोल चाहिँ मिल्छ कि मिल्दैन? ल हाम्रो चाहिँ कुरोहरू मिलिसकेको छ है। अलि पर जानु त बसौँ होइन। अमेरिका तो नहीं बेचनी ट्रम्प को? वैसा नहीं है, सिर्फ ये हमारे लिए है। अब हामी चाहिँ यहाँबाट रुमबाट निस्केर चाहिँ गाडी पक्रेर चाहिँ अब अगाडिको तर्फ लाग्दैछ होइन। अब यहाँबाट चाहिँ हामीलाई लगभग लाग्छ त्यहाँ जान कति 10 मिनट लाग्छ, 10-15 मिनट 10-15 मिनट लाग्छ। हामी चाहिँ अब गाडी समाइसकेछ। हाम्रो ड्राइभर चाहिँ अब छिमेकी नै हुनुहुन्छ, टाढाको नभन अब छिमेकी नै हुनुहुन्छ। यहाँबाट चाहिँ अब गएको चाहिँ 10-15 मिनटपछि चाहिँ अगाडि पुगिहाल्छ। हामी चाहिँ त्यहाँ पुगेपछि चाहिँ अरू बाँकी चाहिँ देखिहालेछ। अब हाम्रो ह्यान्डसमलाई देखिहालेछ। हाम्रो ह्यान्डसमलाई ल्याउन खोजेको थियो, अब हाम्रो ह्यान्डसम चाहिँ अब आएनन्। एउटा दोस्तना थियो हाम्रो, अब उसको चाहिँ भोलि ओपनिङ भएको कारण चाहिँ उसलाई ल्याउन सकेन। त्यही पनि उसको जस्तै तरिकाले चाहिँ कुरो चाहिँ भइरहेछ हाम्रो। हामीले कुरो चाहिँ गरिहालेछ, हामीले त्यस्तो कुरो गरिहालेछ। बाटो चाहिँ यस्तो छ है। अब के भन्ने, अब विदेश भएर होला बाटो चाहिँ जे होस् राम्रो हुन्छ है। तर यसो गाडीमा चढ्दा पनि प्लेनमा हिँडे जस्तो हुन्छ है। बाटो चाहिँ ठिक छ जे भयो भने। हाम्रो नेपालको त बाटोमा हिँड्यो भने चाहिँ अब त्यही हो होइन, भित्रको पाट पूजा सब हल्लिन्छ होइन। यहाँ ठिक छ, गानाङ गुनुङ है एकदम। के त्यो पानी पर्दा लाउँदाखेरि त गुडाङ गुडुङ गरे हुन्छ नि, आकाशमा गरे जस्तै। अब आफ्नो पाट पूजा सब त्यस्तो हुन्छ कि, तर यहाँ चाहिँ ठिक छ। यतिको चाहिँ हुँदो रहेछ। गाडी कतिको उसमा गइरहेको छ। गाडी भनेको त कुरै नगरौँ न, कति छ कि। नेपालमा के अरे मान्छे पछि आजभोलि बाइकहरू भयो जस्तो, यहाँ चाहिँ अब के अरे मान्छे पछि आफ्नो कार छ। ठिकै छ, हाम्रो पनि होला नि कोही बेला त। कार भन्ने कुरो अहिले पो छैन, पछि त होला नि होइन। ल बाँकी कुरो चाहिँ अब वहीँ गएर भेटौँला है त। हामी चाहिँ लुलु मार्केट आइसकेका छौँ होइन। सोल्टी यता हुनुहुन्छ। हामी चाहिँ अब 2 घन्टालाई यहाँबाट माथिल्लो लिफ्टमा माथिल्लो फ्लोरमा निक्लिया छौँ। रेलमा आइसक्यो हामी होइन। रेलमा हाम्रो परम सोल्टीले यही हो कि अस्ति न हाइट
हामी माथिल्लो तल जाँदैछौँ है म पनि आउँछु अब यताला तेस्रो तला हामी चाहिँ तेस्रो तला आइपुग्यो है दोस्रो तला क्रस भयो भने तेस्रो तला है यसको ऊहरू छ क्या अरे सबै हुँदो रहेछ क्या यो ड्राइभिङ गर्नेहरू पनि सबै यस्तै खालको दाम कुन चाहिँ यो त किनेर लाने नि भाइ यो सबै ऊ हो नि यो दुईजना यो यो वाला हिँड्छ नि सर दुईजना बस्ने यता नि छ यो सानो सानो गाडीहरू कति हो कति यो महँगो पर्छ होला अरे यिनीहरू यो बाइक पनि खतरा छ त त्यो स्विच अन गरेर हिँडाउनु रहेछ अनि यो दामी छ जिप बच्चाहरूको लागि एलजीको 999 मात्रै हो यो चाहिँ 1099 हजुर यो चाहिँ के हो यार मसाज हो यो 3699 त्यो 2299 टिभीको मार्केट कति हो कति टिभी त यार हो चलिरहेछ यो यार हो रहेछ यार मसाज गर्ने होला हो रहेछ नि खै यो सामान त एकचोटि चलाउने रहेछ अरे सर यो डेमोको लागि हो डेमो हो ल बसेर कति मसाज गर्छ खतरा मसाज हाल्दो रहेछ अलिक बसेर जानु सोध्नु अझै यो चेयर नमिलेर हो तपाईँले चेयर अलिक खतरा उ गर्दो रहेछ यार ठिक छ घोच्नु चाहिँ घोचे छैन नि खतरा आउँदो रहेछ नि धेरै काम आउँछ नि होइन यसो बेलुका काम गरेर थाक्यो भने बाजेलाई आनन्द भइरह्यो होला अहिले। ओहो के चलेको छ भने मजा हुन्छ कस्तो हुँदो रहेछ यार ठिक छ एक दिन लगाउनुपर्छ यार नजिकै भएर कस्तो अनुभव भइरहेको रामदाई यो के हो चले जस्तो हुँदो रहेछ हामी बस्छ देवदालाई दिनुपर्छ यो रामदाई यहाँ मान्छेहरूमा के अरे दाउरा साउरा गाउँमा जति नै पाइन्छ यहाँ बेच्न राखेको छ 19 रियाल कति हुन्छ नेपाली लगभग 700 ओभर भयो यतिलाई है कतिवटा 1 2 3 4 5 काठको अचानक पनि छ यहाँ कोइला पनि छ नि ए कोइला पनि छ मैले यो देखाएर पहिला सोधेको यो के हो हैन पढ्नुले के भने ओ सोधे यहाँ रिभाइभ पनि बेच्न कोइला माछा यार आशिका तामाङलाई ल्याउनु पर्छ आशिका दिदी माछा बिचरा गङ्गटा कति गाउँमा कति माछा र गङ्गटा मान्नु जान्थ्यो यहाँ गङ्गटा यस्तो खतरा छ कस्तो काँडै 21 रुपैयाँ किलो 21 रियल यस्तो छ यार ठुलो सबभन्दा ठुलो माछा रहेछ के माछा भन्छ यसलाई यस्तो दाँत छ यार माछा चाहिँ प्रतीक्षाको घडी समाप्त भइसकेको छ होइन सोल्टी ल यो के ओ ल ओपन गरौँ हामीले चाहिँ चिकन बटर लिएर आइसक्यो चिकन बटर हैन ए बटर चिकन है बटर चिकन यो रौसी हो रौसी बाजा रौसी खाने हो रौसी रौसी खाने भने रौसी दार यो चाहिँ बेल्छ लिक भएर त्यो बढी चापेर गर्छ आमा बटरको स्मेल खुसबु के हात धुने केही छैन छ नि छ यार त्यहाँबाट ल अब हामी चाहिँ सुरु गर्छौँ है भित्र जस्तो भए पनि बाहिर चाहिँ यस्तो छ क्या काटेर
त्यही बाजु नभन्ने यो त अहिले त्यो अर्को कलुवाले टिपेर हेरेर ल्याइसकेको थियो त्यो क्यासियरमा क्या बटरै हालेर के हो खाइसकेपछि भिडियो गरियो के दामी छ खतरा खाने कस्तो सोल्टी रिभ्यू केही जाओस् 5 स्टार 4 स्टार खतरा दिने हो यसलाई म त 5 दिने फेरि 5 हो चिकन भनेको मेरो खतरा फेभरेट हो हैन हो म त फेरि 10 मा पनि म 5 दिने फेरि है 10 5 हैन 10 मा पनि 10 हो ल यो मेरो सेकेन्ड चोटी हो मिठो छ है हो कतिमा कति दिने ठिक छ फर्स्टचोटि खाइयो मिठो छ ल बधाई छ हामीहरू 4 जनालाई हामी चाहिँ त्यो ल्याएको जति सबै तोड्नलाई सफल भइसकेका छौँ कङ्ग्रेचुलेसन सक्सेसफुल पिपुल यति मात्रै है अब ल लास्ट बचे हा अलमोस्ट डन भन्नु सकिसक्यो सक्यो कति सक्नु अघिको अलिकति त्यो अघिको चाँदी हो भने यो सुन हो फेरि कुरो त्यो हो फेरि कुरो बोल्नुभयो रुग्नुभयो यो जान्छ फेरि कडा होइन यो चाहिँ के हो रे सोल्टी नाम भन्नु त यसको नाम हो तपाईँको रसगुल्ला होइन रस छ यहाँ ट्याक्क लाएर यो रस त्यसपछि यो गुला गर्दा रसगुल्ला रस सुरु गरौँ सोल्टी होइन तपाईँ सुरु गर्नु होइन त्यस्तो होइन सबैले होइन मुखमा क्वाप्पा हाले एउटा गऱ्यो क्या कप्पा हाल्ने होइन होइन आधी आधी भयो भने ल सोल्टी यो त यस्तो गरेर खाने कि अब यो भनेको एकैचोटि खायो भने के हुन्छ भन्दा चाहिँ भोलि बिहान स्वास्थ्यलाई हानि हुन्छ त्यही भएर यसलाई चाहिँ बिस्तारै बिस्तारै के यस्तो गरेर भोबाल यति खाएपछि स्वास्थ्यलाई पनि राम्रो स्वास्थ्यलाई पनि राम्रो अर्को आएको आफ्नो त छैन कस्तो ठिक छ कस्तो रहेछ त सर ठिक छ नि साह्रै गुलियो पो हुन्छ त गुलियो छैन ल ठिक छ ल यही भयो क्या हाम्रो माल होइन चिकन मोमो कति पिस छ 1 2 3 4 8 पिसको 7 रियल 45 पैसा यहाँ चाहिँ अचार रहेछ अनि त्यो केचप स्विटहरू त नकुरा गरौँ धेरै परिकारहरू छन् खिर पनि छ कि यहाँ त यहाँ फाइनल्ली हामीले चाहिँ अब खाएर पनि तोडताड गरेर पनि सिधाइसक्यो होइन सिधाएर अब हामी चाहिँ जाँदैछौँ है तलतिर झर्दैछौँ अब त्यहाँबाट अलिकति चिकनहरू किनिन्छ अब हामीले चाहिँ त्यहाँ एउटा 1-2टा सामानहरू किन्छौँ त्यहाँ स्टोरमा गएर अनि त्यसपछि हामी जान्छौँ आजको भिडियो कस्तो लाग्यो भिडियो हेर्नुहोला राम्रो लागेमा लाइक कमेन्ट अनि त्यसपछि सेयर गर्नुहोला अनि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला है त